बोडीको बोट यहाँबाट सुरु भएर बाट बिस्तारै लहरा लहरा बनेर फलेर एउटा बोडीको बोट यस्तो फलेको छ। दामी छ। यो खोर्सानीको बोट, यो चट्टेलको बोट, यो कटरको बोट। यहाँ जाल बुनेको छ डोरी। यो हाम्रो मियावाको बोट। यो घिउ सिमी हैन, के सिमी मकै सिमी रे। यो भ्यान्टाको बोट, यो गोलमेडाको बोट। यो चाहिँ मलखाल्टोमा लुगा हालेको छ। अनि यहाँ सागको बोटहरू उम्रेको छ। यहाँ फुलको बोट, यो लहरे आँपको बोट। अनि यहाँ सुन्तलाको बोट छ सानो पुन्टी। यो लहरे आँपको बोट। यो टोइलेट चाहिँ यो हो। यो गुलाबको फुलको बोट। उता सिमीको बोटहरू छ टन्नै। ओखल्ने बेला भइसकेको छ। पानी नआएर यस्तो भएको छ। हेर्नुहोस् गाइस, घाम चर्केर मर्नु भएछ। तर अलिअलि हावा पनि लागिरहेछ। लहरे पनि टन्नै फलेछ। यहाँ फुल फुलिरहेछ है, रातो रातो। यो चाहिँ हाम्रो बाख्राको खोर हो। बाख्राहरू यत्रो यत्रो भयो हाम्रो। कति कराएको, किन कराएको? चुप लाएर बसा हो। घाँस खाइहालेको छौ। यता करेला गाडी छ। यता करेलाको बोटहरू छ टन्नै। यहाँ इस्कुसको बोट पानी नभएर यस्तो भइरहेछ है। यहाँ करेलाको बोटहरू, करेलाहरू यसरी तुङदुङ जन्मिरहेछ यतापट्टि। मैले बोडीको बोट रोपेको छु। करेलाको बोटहरू, यो करेलाहरू टन्नै जन्मिरहेछ है। देख्नुहोस् गाइजहरू, त्यो चाहिँ मुना आन्टीको घर हो। यहाँबाट देखेको यो करेलाको बोटहरू, करेलाको झाङहरू। मैले बोडी रोप्दै थिएँ, बोडीहरू नि उम्रिन थालेको छ। भोलिपर्सि यसमा लगाइदिनुपर्छ। अनि फेरि तुन्द्रुङ बोडी फल्छ। यहाँ टन्नै करेलाहरू झालभित्र ढुकेको छ। टन्नै फलेको छ। यहाँ जनावरको छ है, हेर्नुहोस् तुन्द्रुङ झुन्डिरहेछ।